भारतले पाकिस्तान विरुद्ध गैरातीदेखि नै सैन्य अपरेसन सुरु गरेपछि भारतीय आक्रमणलाई ध्यानमा राख्दै पाकिस्तानको खैबर पख्तुनख्वा सरकारले आपतकालीन एडभाइजरी जारी गरेको छ। खैबर पख्तुनख्वा सरकारले जिल्ला प्रशासन कार्यालयलाई विद्यालय, सामुदायिक हल र मस्जिद सहित आश्रयस्थल पहिचान गर्न र तयार गर्न निर्देशन दिएको छ। उनीहरूलाई अन्य सावधानीका उपायका साथै राहत सामग्री भण्डारण गर्न पनि निर्देशन दिएको छ। एम्बुलेन्स, दमकल, पानी लगायत उद्धार तथा आपतकालीन सेवा पूर्ण सञ्चालनको तयारीमा राख्न निर्देशन दिएको छ। सबै अनावश्यक जमघट, खेलकुद कार्यक्रम वा स्कुलका कार्यक्रम अर्को निर्देशन नभएसम्म निलम्बन गरिएको छ। आपतकालीन अवस्थामा सम्भावित आश्रय वा अस्पतालका लागि विद्यालय भवन प्रयोग गरिने जनाइएको छ। चेतावनी प्रणाली सक्रिय गर्न र हवाई खतराबाट जनताको सुरक्षा सुनिश्चित गर्न पनि निर्देशन दिएको छ। नागरिकहरूलाई शान्त र सतर्क रहन आग्रह गरिएको छ। यस्तै भारतीय 5 वटा लडाकु विमान खसालिएको पाकिस्तानले दाबी गरेको छ। पाकिस्तानी सेनाले